र आज चाहिँ हाम्रो थाहा भयो होला लेक्चर 3 हैन यो अस्त्रको डेज 20 भयो हैन अस्त्र डे 19 है त यहाँ 18 हैन 19 गर्नु यसलाई 19 लेक्चर नम्बर 3 कन्टेन्ट मटेरियल ओके 19 कि 20 20 होला है सरी डेज 20 अस्तिको चेन्ज गर्नै बिर्सेछ है क्या हो ल अस्ति हामीले के गर्दै थियौं भने थ्योरी लगभग सकाएको रहेछ हैन त यो गरेर छ त्यो गरेर छ अनि ल अब चाहिँ क्वेसनतिरबाटै जाउँ क्वेसनबाटै जाउँ मैले अस्ति के भनेको रहेछ भने दुईटै मेथडबाट चाहे त्यो पर्पेचुअल होस् चाहे त्यो पिरियडिक होस् दुईटैबाट गर्दाखेरि हामीले चाहिने यो तीनटा कुरा चाहिँ चाहिन्छ के चाहिने रहेछ भने कस्ट अफ इन्डिङ इन्भेन्ट्री निकाल्नुपर्छ मेनली अनि अर्को चाहिँ कस्ट अफ गुड सोल्ड कतिको सामान कति हजारको सामान बेच्यो अनि अब कतिहरुको सामान बाँकी छ हैन यो चाहिँ हो मेन सम्झिने पर्ने यो नै हो तपाईले एक्जाममा सोध्ने हैन कस्ट अफ गुड्स एभाइलेबल कति बाँकी छ पनि थाहा पाउनु त पर्छ तर मेनली भनेको कस्ट अफ इन्डिङ इन्भेन्ट्री र त्यो चाहिँ सीओजीएस चाहिँ थाहा पाउनु पर्ने हुन्छ भनेर भने अब म एउटा क्वेसन लेख्छु हैन त्यो क्वेसनबाट हामी के गरौँ त क्वेसन निकाल्नु भन्दा पहिला फर्मुला त थाहा पाउनु फर्मुला चाहिँ निकाल्न त आइहाल्छ होला हैन फर्मुला त निकाल्न आइहाल्छ यो फर्मुला भने यही तीनटाबाट बनाउने क्या फर्मुला यही तीनटाबाट बनाउने हिजो यो बुझेको छ भने अब हिजो यो बुझेको छ भने मलाई यहाँ आन्सर भन्नु पर्यो आन्सर के भन्नु पर्यो भने के भन्छ कस्ट अफ गुड सोल्ड कसरी निकाल्ने होला फर्मुला भन्न सकिन्छ कसैले कस्ट अफ गुड सोल्ड को फर्मुला कसरी निकाल्ने होला कस्ट अफ गुड सोल्ड हामी कसरी निकाल्ने पर्ने होला कसरी निकाल्न सकिन्छ कति सामान बेच्यो भनेर कसरी निकाल्न सकिन्छ थाहा छ कस्ट अफ गुड सोल्ड कसरी निकाल्न सकिन्छ ओके सर भनेछ ओके सेल्स युनिट इन्टु सेल रेट हो एकदम ठिक भनेछ त्यो भाइले एकदमै ठिक भनेको हो एकदमै राइट आन्सर भनेछ तर हामीले यहाँबाट पनि आन्सर निकाल्न सकिन्छ है त कस्ट अफ गुड सोल्ड भनेको भने तपाईले कहिलेकाहीँ इन्डिङबाट पनि युनिट निकाल्न सकिन्छ अब जस्तो तपाईले सीओजीएस को युनिट फाइन्ड आउट गर्नुपर्ने हुन्छ कहिलेकाहीँ युनिट नदेला युनिट दिएको हुँदैन तपाईले पहिला युनिट फाइन्ड आउट गर्नुपर्ने छ अनि बल्ल चाहिँ तपाईले इन्टु गर्न सक्नुभयो एकजना भाइले यहाँ भन्नुभएको छ सर सेल्स युनिट इन्टु सोल्ड रेट भन्नुभएको छ एकदमै त्यो आन्सर एकदमै विवश पौडेल भाइले एकदमै आन्सर दिएको गजब छ हैन अब सेल्स इन्टु सेल रेट गर्नु त हुन्छ तर कहिलेकाहीँ सेल्स युनिटै दिएन भने तपाईँ के गर्नुहुन्छ त्यो बारेमा मैले बोलेको ल मानौ तपाईले सेल्स युनिट दिएन क्वेसनले सेल्स युनिट दिएन तर यो चाहिँ दिए इन्डिङ इन्भेन्ट्री दियो मानौ यहाँ चाहिँ मैले के भन्छु के अरे ओके इन्डिङ इन्भेन्टोरी भनेको बाँकी रहेको इन्भेन्ट्री मानौ 1000 युनिट बाँकी छ 1000 युनिट बाँकी छ अनि तपाईको एभाइलेबल युनिट्स टोटल एभाइलेबल युनिट दिएको हुन सक्छ युनिट दिन सक्छ मानौ एभाइलेबल युनिट चाहिँ 1500 भनौं यसरी क्वेसनले दियो अनि तपाईले निकाल भन्यो सीओजीएस निकाल भन्यो अब कसरी निकाल्ने यो बेलामा सीओजीएस पहिला युनिट कसरी निकाल्ने भन्नु त युनिट कति युनिट आउँछ भने त सीओजीएस को युनिट कति आउँछ हो ओपनिङ प्लस पर्चेस माइनस इन्डिङ गर्नु भने चाहिँ संगम भाइले एकदमै राइट आन्सर दिनुभएको छ हो यसरी निकाल्न सकिन्छ है 1500 माइनस 100 पनि गर्न सकिन्छ पहिला त्यो युनिट निकाल्ने अनि बल्ल
टोटल युनिट माइनस सेल्स युनिट होइन कि सेल्स युनिट त हामीले यहाँ दिएकै छैन त, यहाँ त सेल्स युनिट निकाल पो भने हो त, त्यसरी गर्न पायो र? यो भनेको इन्डिङ इन्भेन्ट्री भने के हो, तपाईँले बेचेर बाँकी रह्यो 1500 1000 युनिट, अनि तपाईँसँग जम्मी एभाइलेबल थियो 1500 युनिट, त्यसो भए तपाईँको सेल्स युनिट कति त? सेल्स युनिट कति होला त भनेपछि 500 युनिट हो। कसरी? 1500 जम्मा थियो, 1000 बेच्यो, कति बाँकी रह्यो? 500 बाँकी रह्यो। हो, यसरी पनि निकाल्नु पनि हुन्छ कहिलेकाहीँ। कहिलेकाहीँ तपाईँले यो इन्डिङ इन्भेन्ट्री दिएको हुन्छ अनि एभाइलेबलको लागि क्वेसन बनाइदिया हुन्छ अनि सेल्स युनिट दिँदैन त्यो बेलामा, अनि त्यो बेलामा तपाईँले सेल्स युनिट खोइ भनेर खोजेर नबस्नु, सिधा त्यो युनिट माइनस गरेर सेल्स युनिट आइहाल्छ, अनि बल्ल सेल्स युनिटसँग रेटले इन्टु गर्ने, कति रुपियाँले बेच्ने हो त्यो बल्ल इन्टु गर्ने लास्टमा। हो, त्यो मात्रै बुझाउनु खोजेको। आर यु क्लियर नाउ गाइज? के छ, बुझ्नुभयो के गर्नुपर्छ भन्ने थाहा भयो नि अब? ओ यस सर भन्नुभएको छ। कहिलेकाहीँ इन्डिङ इन्भेन्ट्री दिएको हुन्छ, इन्डिङ इन्भेन्ट्री दिएको हुन्छ र एभाइलेबल जम्मी हामीसँग सामान कति छ, अनि अब जम्मा अनि अन्तिम चाहिँ यति बाँकी छ भन्छ, अनि बेच्यो कति भनेर दिँदैन, त्यो बेलामा तपाईँले माइनस गरेर गर्नुपर्ने हुन्छ। त्यसको लागि मैले यो फर्मुला बुझाउनु खोजेको मात्रै हो, अरू केही पनि छैन। यहाँ बुझ्नुपर्ने यो यति बुझाउँदाखेरि मैले तपाईँले बुझ्नुपर्ने यसबाट त्यही नै कुरा, यो तिनवटाबाट गर्ने त्यही हो नि। अब यहाँबाट फर्मुला बनाउन सकिन्छ त्यसरी नै, 3 to 4वटा बन्न सक्छ। ल अब यो एउटा क्वेसन लेखौँ अनि त्यसपछि मेथडतिर जाउँ है। मेथड कुन मेथड लाउने हो तपाईँले छानी पहिला हामी वेटेड एभरेज रेटबाट गर्नुपर्ने हुन्छ, अथवा सिम्पल एभरेज रेटबाट गरौँला, त्यसपछि वेटेडबाट गरौँला। अहिलेसम्म तपाईँलाई वेटेड एभरेज रेट सोधिसकेको छ, पिरियडिकभित्र पनि वेटेड एभरेज रेट सोधिसकेको छ, अनि चाहिने के भन्छ त पिरियडिकमा वेटेड सोधिसकेको छ, लिफो सोधिसकेको छ, फिफो सोधिसकेको छ। अहिलेसम्म सिम्पल एभरेज रेट सोधेकै छैन है, सोधेको छैन। तैपनि अब त्यसलाई हामी अलिअलि फोकस गर्नुपर्छ कि जस्तो लाग्छ, तर त्यो 100% कुरा होइन कि, मैले जस्ट भनेको मात्रै हो। अहिलेसम्म 2079देखि यता पिरियडिक सोध्न थालेको छ, कोर्स चेन्ज भएदेखि सिम्पल एभरेज चाहिँ सोधेको छैन। ल अब एउटा क्वेसन मैले लेखेँ भने चाहिँ अब क्वेसनतिर जाउँ है त। क्वेसन ल मानौ ओके, you are given the following, सिधा क्वेसन लेख्दा पनि हुन्छ, अलिकति रूप नराम्रो होला कि भनेर फलोइङ इन्फर्मेसन भनेर भने मैले, ल अब के भनिदियो त तपाईँले यहाँ यस्तो दियो इन्फर्मेसन चाहिँ, मानौ वैशाख 1 भने मैले वैशाख 1 मा चाहिँ ओपनिङ स्टक भन्दै मैले है। ओपनिङ स्टक चाहिँ मानौ 50 युनिट्स एट द रेट रुपिस यसो गरौँ, 50 नभनौँ, यसलाई यसो गरौँ भने त 1000 युनिट एट द रेट रुपिस 50 चाहिँ गरौँ। नाइ सर बुझेन, एकचोटि फेरि भन्दिनँ, के भन्नु पर्यो? पर्पेचुअल अलि गाह्रो लाग्छ। पर्पेचुअल गाह्रो लाग्ने केमा थाहा छ? त्यो वेटेड र उसमा मात्रै हो तपाईँलाई गाह्रो लाग्ने, वेटेड र सिम्पल एभरेजमा मात्रै हो गाह्रो। उता लिफो फिफोको पर्पेचुअल त सजिलो छ। नाइ सर बुझेन, एकचोटि फेरि भन्नु न भनेछ। के भन्नु भनेको मैले? के चाहिँ नबुझेको भन्नु त? सर टेबलबाट सिकाइदिनु हुन्छ। के छ, के को टेबलबाट सिकाउनु पर्यो मैले? पहिला पिरियडिक सिक्ने, आज पिरियडिकबाट जाउँ न है। त्यसपछि मैले भन्नु खोजेको अघि मैले लास्टमा सुरु नै भएको छैन, सुरु नै भएको छैन त के बुझाउनु र है। ल ठिक छ, अब यहाँ क्वेसन लेख्दैछु पक्नुहोस् है। वैशाख 1, त्यसै गरी वैशाख 21 भनौँ। वैशाख 21 मा के गरौँ त? अब यसलाई फेरि तपाईँले पर्चेस गर्नुभयो है त, किन्नुभयो, पर्चेस चाहिँ कति किन्नुभयो त? ल 600 युनिट्स एट द रेट रुपिस
कतिमा किन्नुभयो त? ल 55 भनौँ अहिलेलाई, 55 होइन, 55। त्यसै गरी अर्को लेख्नु आषाढ। आषाढ 5मा फेरि किनेको भनौँ, पर्चेस भनौँ, पर्चेस किनेको छ अथवा किनेको छ 800 युनिट्स भनौँ, एट द रेट रुपिज कतिमा दिउँ यसलाई चाहिँ? ल 60 दिउँ, 60 दिउँ। त्यसै गरी अब आषाढ श्रावण भाद्र लेख्छु है त। ल भाद्र, भाद्र असोजै लेखिदिउँ न, के हुन्छ के जान्छ र। असोज 7 भनौँ ल, फेरि किनेको छ, पर्चेस्ड मानौँ 400 युनिट्स किनेको छ, एट द रेट रुपिज 65 भनौँ अहिलेलाई, असोज भयो। अनि अर्को मङ्सिर, ल चैत्र भनिदियो एकचोटि, लास्टको यो चाहिँ लास्ट है त। चैत्र 3मा फेरि किनेको मानिदेऊ, पर्चेस्ड कति किनेको त? ल 200 युनिट भनौँ, 200 युनिट एट द रेट रुपिज 65 70 भनौँ। अनि यहाँ तलपट्टि के भनिदियो त? यसरी तपाईँले एउटा टेबलमा देखाइदियो यो इन्फर्मेसन होइन, यसरी देखाइदियो। अनि के गरिदियो त? पछाडि लास्टमा फेरि तल के भनिदियो? युनिट सोल्ड, जम्मा बेचेको युनिट सोल्ड चाहिँ 1800 युनिट्स भनेर भनिदियो है, 1800 युनिट्स भनेर भनिदियो। अब मलाई यहाँ भन्नु त साथी हो, तपाईँले यहाँ क्वेसन बुझाउनु त। हामीले यहाँबाट के चाहिँ गिभन छ, अब हामीले के निकाल्नुपर्छ जस्तो लाग्छ भन्नु त? युनिटको मात्रै कुरा गर्नु, रेट त पछि बाँकी नै छ, रेट भनेको त्यो मेथडमा फरक पर्छ। मलाई अहिले युनिटको मात्रै कुरा गर्नु त। तपाईँले अस्तिदेखि मैले यहाँ बुझाएर छु, सिओजिएस, इन्डिङ इन्भेन्ट्री र टोटल एभाइलेबल मध्ये के चाहिँ दिएको छ, के को चाहिँ युनिट दिएको छ? बेचेको युनिट छ, एभाइलेबलको युनिट छ, अथवा इन्डिङ इन्भेन्ट्रीको युनिट छ, के चाहिँ छ? ल भन्नु। क्लास त यता पो हो अरे, लेतेरिका सर यो पिरियडिक सिस्टम हो, जुन मेथड गरे पनि हुन्छ, यहाँ क्वेसन बनाएको मात्रै हो अहिलेलाई। तपाईँले मैले यहाँ अहिलेसम्म के बुझाउन खोजिरहेको छु भने, एभाइलेबल युनिट कसरी थाहा पाउने, अनि बेचेको युनिट कसरी थाहा पाउने, बेचेर अनि बाँकी रहेको युनिट कसरी थाहा पाउने भन्नका लागि क्वेसन मात्रै बुझाइरहेको छु अहिलेसम्म। गर्ने तरिका त आउँदैछ अझै, पक्नु न। यहाँ बेसिकबाट गरिरहेको छु। यहाँ कतिपय साथीलाई के थाहा हुँदैन थाहा छ? कति बेचेको, अब कति बाँकी छ, अनि कति युनिट एभाइलेबल भन्ने कुरा नै थाहा हुँदैन के हो, त्यो बुझाउनलाई हो। मलाई भन्नु त, यहाँ टोटल एभाइलेबल युनिट छ कि छैन? निकाल्न सकिन्छ टोटल एभाइलेबल युनिट कति छ भन्नु त? ल मलाई त्यति मात्रै भन्नु। हामीसँग जम्मा जम्मी टोटल एभाइलेबल युनिट कति छ, बेच्नका लागि बेच्न सक्ने टोटल युनिट कति छ, कति बेच्यो, कति युनिट बेच्यो, र कति युनिट बाँकी छ भन्न सकिन्छ, निकाल्न सकिन्छ यो? पख्नु न, फर्मुला आउँदैछ हो। फर्मुला त माथि मैले अस्ति भनेको थिएँ त, यो निकालेर गर्नु है। फर्मुला यही त हो, फर्मुला यही त हो, यो हिजो पढाउनेलाई थाहा छ त। यही त हो, यही कस्ट अफ इन्डिङ इन्भेन्ट्री इक्वल्स टु कस्ट अफ सिओजिएस एभाइलेबल माइनस कस्ट अफ गुड सोल्ड। यही त हो फर्मुला त। अलिक बुझेन भने यहाँ अलिक राम्रोसँग लेखिदिन्छु। मैले यहाँ युनिटको मात्रै कुरा गरेको छु, तपाईँलाई मैले कस्टको कुरै गरेको छुइनँ है, युनिटको कुरा गरेको छुइनँ, सरी कस्टको कुरा गरेको छैन, युनिटको मात्रै कुरा गरेर। कस्ट त यी छ भइहाल्यो त नि। एभाइलेबल युनिट पहिला यो फर्मुला भन्नु, यसैले कस्ट एभाइलेबल युनिट निकाल्नु पहिला। एभाइलेबल युनिट भनेको कति छ त्यो पत्ता लगाउनु, अनि त्यसपछि सेल्स युनिट कति छ यो पत्ता लगाउनु, अनि त्यसपछि इन्डिङ इन्भेन्टोरी ह्यान्डराइटिङ, इन्डिङ इन्भेन्टोरी युनिट कति छ हो यो पत्ता लगाउनु। यो थाहा पाउने मान्छेलाई अलिक बुझाउन मलाई सजिलो हुन्छ भनेर हो। मैले यो नै बेसिक कुरालाई बुझाउन खोजिरहेको छु मैले, अरू होइन। सिधा तपाईँले अमर निकाल्दा अनि यहाँ फेरि बिहोस हुन्छ।
है। यो युनिट निकाल्न सिक्नु, त्यसको रुपिस त आउँदैछ, आइहाल्छ। आन्सर हेरौँ न सर भनेको छ। आन्सर यहाँ दिएको छैन, मलाई पनि थाहा छैन, यो मैले भर्खर क्वेसन बनाउँदैछु। यसको आन्सर भनिदिनु न मलाई, ल क्वेसन बताउनु भने ल यतिको। अनि फर्मुला यी त्यही तिनटाबाट फर्मुला बनाउने हो के, पत्ता लगाउन सक्नु। ल अब टोटल युनिट 3000 युनिट भन्नुभयो एकजना भाइले, एकदमै ठिक भन्नुभयो, टोटल युनिट 3000 नै हो है। यो 200 युनिट है, यो 200 युनिट पक्नै त, म पनि यहाँ यसो हेर्छु। जम्मा युनिट हामीसँग कति छ भनेर एकजना भाइले निकाल्नुभयो, 3000 युनिट टोटल युनिट भन्नुभयो। बेचेको युनिट कति हो, 1800 दिएकै छ। त्यसो भए मलाई भन्नु त इन्डिङ युनिट कति छ, इन्डिङ इन्भेन्ट्री युनिट कति छ, इन्डिङ इन्भेन्ट्री युनिट कति छ, ल भन्नु। 1800 युनिट हो इन्डिङ। हो हो, यस्तो नि इक्जाममा आउँछ र सर, हेर्नु त अब यहाँ युनिट नै बुझेको छैन भने तपाईँले, मैले कस्ट बुझाउन एकदमै गाह्रो पर्छ। त्यसैले मैले अहिले भनेको छु, तपाईँलाई युनिट बुझाउन नै मलाई गाह्रो पर्छ। कस्ट त त्यो कस्ट रेट निकाल्न त सजिलो छ नि, के ठुलो कुरा छ र। तपाईँले यही युनिटै बुझ्नु भएन भने केसँग युनिट इन्टु गर्नुहुन्छ, के युनिट गर्नु छ, आउँछ भन्नुभयो, धेरैजनालाई आउँछ भन्नुभएको छ। यहाँ धेरैजना फेरि यहाँ यस्तो नि इक्जाम आउँछ र भन्नुभएको छ, आउँछ नि नाइ, ओके आउँछ कि नाइ मात्रै भनेको। किन नआउनु, इक्जाममा यस्तो क्वेसन सोधिहाल्छ नि। अब तपाईँलाई यसैलाई के भन्छ, यो क्वेसनलाई तपाईँलाई के भन्न सक्ला, इन्डिङ इन्भेन्ट्री युनिट कति भनेर सोध्नलाई 1 मार्क्समा सोधिदेला, के गर्नुहुन्छ। एकजनाले 1200 युनिट भन्नुभयो, एकदम ठिक आन्सर निकाल्नु भयो जस्तो लाग्यो, सजिलो लेस एकदम हो। ए माइक अफ अन छ के हो, मैले माइक अफ गराएको छैन आज, पक्नुहोस् है, पक्नुहोस् है एकैछिन। हेलो सर, हेलो। पक्नु पक्नु पक्नु, यहाँ माइक अफ गराइरहन्छ मैले। अनि आज स्टुडेन्ट फेरि किन थोरै, सागर बाबु के छ? हरामी मदर चोद। ल अब यो पढाइतिर ध्यान छैन साथीहरू, गफ गरे बस्छ, अब यस्तै त छ। ल अब यहाँ फेरि भन्छ कि यहाँ यहीँबाट, अब त्यसैले टोटल एभाइलेबल युनिट भन्ने यसरी निकाल्दाखेरि जम्मा कसरी निकाल्ने, तपाईँसँग जम्मा ओपनिङ कति थियो, 10,000 युनिट थियो जम्मा हो। त्यसमा कति थपिया छ हेर्नु त, जोड किनेको जम्मा कति हो त, 1000मा किनेको छ एउटा 600 किनेको छ, एउटा 800 किनेको छ, एउटा 400 किनेको छ, एउटा 2200 युनिट किनेको छ होइन। यो सबै जोड्दाखेरि टोटल एभाइलेबल युनिट आउँछ। यो सबै जोड्दाखेरि तपाईँको टोटल एभाइलेबल युनिट आउँदै। यो भने कसरी आयो त, तपाईँसँग ओपनिङ स्टक कति थियो अनि प्लस पर्चेस, फर्मुला यसरी बनेको, ओपनिङ स्टक प्लस पर्चेस भनेको त्यही हो, तपाईँले फर्मुला यसरी बनाइदिया हो क्या। अनि रुपिस त इन्टु गरेर निकाल्नु न, जम्मा एभाइलेबल इन्टु गर्दाखेरि रुपिस त आइहाल्छ नि, कस्ट अफ एभाइलेबल भन्ने बित्तिकै। अब त्यसै गरी जम्मा जम्मी हामीसँग यो 1000 प्लस 600 प्लस 800 प्लस 400 प्लस 200 गर्दाखेरि कति आउँछ, 1010, ओके 1000 2000 3000, जम्मा जम्मी 3000 युनिट छ यसमा। टोटल युनिट हामीसँग कति छ, 3000 युनिट छ। त्यसमध्ये यहाँ कति बेच्यो भनेको छ, बेचेको युनिट 1800 युनिट बाँकी भयो, 1800 युनिट बेचेको छ भनेपछि कति बाँकी रह्यो हामीसँग, जम्मा हामीसँग बाँकी रह्यो कति हो, 1200 युनिट बाँकी रह्यो। त्यसैले मैले यहाँ फर्मुला तपाईँले यहीँबाट बुझाउन सक्नुहुन्छ, जम्मा एभाइलेबल युनिट 3000 भयो हो, अनि बेचेको युनिट कति 1800 भनेको छ। अब त्यसो भए हामीसँग बाँकी कति भयो, इन्भेन्ट्री युनिट कति भयो त, 1200 युनिट बाँकी रह्यो। यो कसरी आयो त भन्यो भने, इन्डिङ इन्भेन्ट्री तपाईँले कसरी निकाल्नु भयो, फर्मुला नि राख्नु न, यसै गरी के गर्नुभयो, एभाइलेबलबाट के निकाल्नु, माइनस गर्नुभयो, 1800 माइनस गर्नुभयो, त्यो भनेको सेल्स युनिटलाई माइनस गर्नुभयो। त्यसैले तपाईँको यहाँ हेर्नु त, इन्डिङ इन्भेन्ट्री युनिट्स निकाल्दाखेरि कसरी निकाल्ने रहेछ भन्यो भने, फर्मुला आयो। अब इन्डिङ इन्भेन्टोरी युनिट भनेको कसरी निकाल्यो त, जम्मा एभाइलेबल युनिट कति, एभाइलेबल युनिटमा माइनस के गर्यो त, यता तल लेख्छु ल, अलिक नअट्ला जस्तो छ। इन्डिङ इन्भेन्ट्री एभाइलेबल कसरी निकाल्यो त भन्यो भने, यसको फर्मुला के बन्ने भयो त भन्यो भने, तपाईँले हामीसँग एभाइलेबल युनिट कति छ, एभाइलेबल युनिट माइनस के गर्यो, सेल्स युनिट गरेर निकाल्यो होइन र। अब यसैको अगाडि कस्ट हो के,
अब यो त मैले युनिटको कुरा गरेँ। अब यहाँ त कस्टको हिसाब गर्नु भन्छ। अब कस्ट कसरी निकाल्ने भने नि यसरी कस्ट अब अगाडि कस्ट थप्नु न भनेको त्यो अब चाहिँ रुपिसमा निकाल्ने भने अब यसैको अगाडि कस्ट भन्नु न, यसैको कस्ट टोटल कस्ट कतिको भनेर कस्ट निकाल्ने हो। कस्ट भनेको के हो? रेल्टे इन्टु गऱ्यो भने कस्ट आइहाल्छ। ल अब यति बुझिसकेपछि अब मैले खास यहाँ के मात्रै बुझाएको तपाईँहरूलाई, तपाईँले फर्मुला बुझोस् भनेर यति मात्रै युनिट बुझाइरहेको है, अरू के पनि होइन यसमा, अरू केही होइन, के पनि होइन। अब जहिले पनि तपाईँले थाहा पाउनु परिरहेछ इन्डिङ इन्भेन्ट्री सोध्ने बित्तिकै हामीसँग एभाइलेबल कति छ अनि त्यसबाट माइनस के गर्ने हो, बेचेको कति हो गरेर गर्ने, एभाइलेबल आइहाल्छ। अथवा कहिलेकाहीँ जस्तो हेर्नु यहाँ यो 1800 युनिट तपाईँले यहाँ नभनेर मैले यहाँ 1800 युनिट भन्दिनँ, मानौँ यो 1800 युनिट चाहिँ मैले मेटिदिएँ अहिले, के भन्न सक्छ तपाईँलाई यहाँ क्वेसनले के भन्न सक्छ, क्वेसनले के भन्न सक्छ भने यहाँ तलपट्टि सक्नुहोस् है, यहाँ तलपट्टि के भन्न सक्छ तपाईँको चाहिँ इन्डिङ इन्भेन्टरी तपाईँको इन्डिङ कति छ, इन्डिङ दिन सक्छ क्या 1200 युनिट भनेर यसरी दियो भने अब फेरि यहाँ कन्फ्युज हुन्छ क्या 1200 युनिट भन्छ। अथवा यो क्वेसनबाट के निकाल भन्छ तपाईँहरूलाई, वाट इज द कस्ट अफ सिओजिएस भन्छ। अब 1 नम्बरमा तपाईँले सोध्ने भनेको कस्ट अफ गुड्स सोल्ड, एउटा यो क्वेसन भयो। अर्को कस्ट अफ इन्डिङ इन्भेन्ट्री निकाल भन्छ, कस्ट अफ इन्डिङ इन्भेन्ट्री कति निकाल भन्छ। अब त्यसो भए यो निकाल्न लागि सबैभन्दा पहिला हामीलाई के चाहिन्छ भन्नु त, केबाट के चाहिन्छ भन्नु त, यो कस्ट अफ गुड्स सोल्ड निकाल्न लागि अब कस्ट अफ इन्डिङ भनेको पहिला त यो नै थाहा पाउनु, कस्ट अफ इन्डिङ इन्भेन्ट्री निकाल्न लागि के चाहिन्छ, के चाहिन्छ भन्नु त। अब आउनुहोस् है यहाँ अब क्वेसनमा जाउँ। यहाँ बुझ्ने साथीलाई मैले केही भन्नै पर्दैन, यहाँ बुझ्ने साथीलाई मैले के भन्नै पर्दैन, बुझ्ने साथीलाई के भन्नै पर्दैन हो। यो अघिको कुरा भयो, पाउनुहोस् है, अलि फास्ट बनाउनु न सर भनेको छ, पाउनु न। मैले यहाँ तपाईँले कोही साथीले फेरि बुझ्दैन क्या, फेरि लास्टमा मलाई फेरि सर गाह्रो भयो के गरेको भन्छ भनेर तपाईँले मैले त्यो बेसिक कुरा मात्रै पढाइरहेको छु। ल अब म जान्छु सिधै है, अब सिधै जान्छु, अब चाहिँ न्युमेरिकल गर्न जान्छु। त्यो एक्समा मैले क्वेसन के एभाइलेबल फर युनिट माइनस इन्डिङ इन्भेन्ट्री हो, यो सिओजिएस गर्नका लागि त्यो निकाल्ने रहेछ। अब कस्ट अफ इन्डिङ इन्भेन्ट्री निकाल्न के गर्नुपर्छ त, इन्डिङ इन्भेन्ट्री त दियो, अब सिओजिएस को युनिट चाहियो हामीलाई, सिओजिएस को युनिटको लागि त के गर्नुपर्ने छ, त्यही एभाइलेबलबाट माइनस इन्डिङ इन्भेन्ट्री गर्दाखेरि सिओजिएस को आइहाल्छ हैन। हो अब यति भएपछि अब बल्ल म यसैलाई क्याल्कुलेसन गर्न जान्छु। अब 3टा मेथड मध्ये यसैलाई तपाईँले अन्डर यो निकाल्नु, अन्डर सिम्पल एभरेज मेथड, एउटा अन्डर है त, यहाँ क्वेसन बनाइदिए 1 नम्बरमा सिम्पल एभरेज मेथड एउटा, 2 नम्बरमा वेटेड WEIGSTED वेटेड एभरेज मेथड, र 3 नम्बरमा LIFO र एन्ड FIFO अफ पेरियोडिक सिस्टम। पेरियोडिक सिस्टममा तपाईँले यो दुईटा निकाल्नु पर्यो। पेरियोडिक सिस्टम भित्रको पनि एउटा सिम्पल एभरेज मेथडबाट पनि पत्ता लगाउनु पर्यो, अनि एउटा वेटेड एभरेजबाट पत्ता लगाउनु पर्यो, अर्को चाहिँ LIFO FIFOबाट पत्ता लगाउनु पर्यो। अब यसको लागि सबैभन्दा पहिला तपाईँलाई चाहिन्छ जहिले पनि यो यहाँ तीनैवटा क्वेसनको आन्सर निकाल्न लागि, तीनैवटा मेथडबाट यो माथिको दुईटाको क्वेसनको आन्सर निकाल्न लागि सबैभन्दा पहिलो काम भनेकै तपाईँको है, फर्स्ट काम भनेकै कस्ट अफ गुड्स एभाइलेबल निकाल्नु पर्ने हुन्छ। पहिलो काम जुन मेथड सोधोस्, चाहे त्यो LIFO सोधोस्, चाहे त्यो FIFO सोधोस्, जे सोधोस्, सबैभन्दा पहिला के निकाल्नु पर्ने हुन्छ, कस्ट अफ एभाइलेबल गुड्स सोल्ड भन्ने, कस्ट अफ गुड्स एभाइलेबल निकाल्नु पर्ने हुन्छ सबैभन्दा पहिलो काम हैन।
त्यसपछि अब युनिट के दिएको छ त्यो पत्ता लगाउन सकिन्छ। त्यसैले अब पहिलो काम के हो त हाम्रो? पहिलो काम क्याल्कुलेसन्स अफ, जुन मेथडमा पनि त्यो टेन्सन हुँदैन कि पहिला त त्यही निकाल्ने, क्याल्कुलेसन्स अफ कस्ट अफ गुड्स एभाइलेबल निकाल्नु पर्यो। ल अब टेबलबाट जाउँ न सर भनेकोले म टेबलबाट गर्नु खोजिरहेको छु। ल एभाइलेबल निकाल्नु त आउँछ? लेभल निकाल्नलाई आउँछ? एभाइलेबल निकाल्न आउँछ नि? ल अब यहाँ के लेख्छु त? क्वान्टिटी रेट अमाउन्ट हैन। अब यहाँ लेख्नु डिटेल्स लेख्नु, अनि यहाँ के लेख्नु? यो क्वान्टिटी, अनि यहाँ रेट लेख्नु, अनि यहाँ लेख्नु अमाउन्ट। ल एभाइलेबल निकाल्नलाई के गर्नुपर्छ भन्यो भने यो भने के हो त? क्याल्कुलेसन अफ कस्ट अफ गुड्स एभाइलेबल भने के हो? तपाईसँग बेच्नका लागि जम्मा जम्मी कति सामानको, कति हजार बराबरको सामान छ भने हो। त्यो भनेको एभाइलेबल युनिट कति रुपियाँको छ भने हो। त्यसैले त्यसको लागि सबभन्दा पहिला हामीसँग क्वेसनमा के भनेको छ त? सबभन्दा पहिला हामी के गर्नु पर्यो? हामीसँग ओपनिङ पहिला हेर्नु पर्यो, अनि पर्चेस जम्मै राख्नु पर्यो, अनि इन्टु गर्दै राख्ने हो हैन। ल अब तपाईँले यो क्वेसन खिचेर राख्नुभयो होला, राखिसक्नु भएको छ होला पक्कै पनि। मैले म यहाँ मोबाइलमा राख्छु है चाहिँ खिचेर। ल यसलाई मोबाइलमा टक्क खिचेर म यहाँ राखेर म मोबाइलमा हेर्दै गर्छु है। तपाईँले चाहिँ यहाँ क्वेसन खिच्नुभयो है, क्वेसन चाहिँ लेख्नुभयो होला। ल के छ क्वेसन चाहिँ राख्नुहुन्छ नि? अब पेरिडिक मात्र आउँछ बोर्ड इक्जाममा भनेको छ। पेरिडिक मात्रै आउँछ म भन्न सक्दिनँ अहिले। तपाईँ कोड चेन्ज भएदेखि यता पेरिडिक सोधिरहेछ। मैले अघिदेखि भनेको छु नि, पर्पिचुअल पनि इक्जाममा पर्पिचुअल सोधिरहेछ। पेरिडिक मात्रै होइन, पर्पिचुअल पनि सोधाइरहेछ। ल है त, दुईटै मेथड सिक्नुपर्छ तपाईँहरूले, दुईटै मेथड सिक्नुपर्छ। ल अब मैले मोबाइलमा यसो हेर्दाखेरि सबैभन्दा पहिला हामीसँग एभाइलेबल निकाल्नु पर्यो। एभाइलेबल भने के छ त भन्यो भने डिटेलमा हाम्रो वैशाख, कालो मसीले गर्छ है, वैशाख 1 मा हाम्रो ओपनिङ स्टक छ हैन। कति रेटको छ भन्यो भने हामीसँग ओके 1000 युनिट, अनि कति रेटले? 50 को रेटले रहेछ। 50 को रेटले कति रुपियाँको आयो त भनेपछि कतिको आयो? 50,000 को आयो है। यो छ। त्यसै गरी वैशाखकै कति महिना छ अर्को? वैशाखको 21 रहेछ। 21 मा किनेको छ है, पर्चेस गरेको छ तपाईँहरूले, किनेको छ। कति युनिट किनेको? 600 युनिट किनेको। 600 युनिट किनेको। एउटाको रेट कति? 55 को रेटले 600 युनिट, एउटाको रेट 55 को रेटले कति आउँछ? 33,000 33,000 आउँछ के अरे हैन। एभाइलेबलको अमाउन्ट भने यतातिरको जोड्दै लाने हो। अनि त्यसो अर्को के हो? वैशाख पछि के आउँछ? आषाढ लेखेर छ। आषाढ कतिमा? आषाढ 5। आषाढ 5 मा फेरि किनेको छ। कति किनेको छ आषाढ 5 मा भन्यो भने कति युनिट हो त्यो? 800 युनिट हो। ल 800 युनिट एट द रेट कति दिएको? 60 को रेटले हैन, 60 को रेटले। ओके कति आउँछ त? 48,000। 4 जा ओके 8 6 जा 48,000 आयो। त्यसै गरी आषाढ पछि के लेखा छ हामीले? आषाढ पछि असोज होला हैन, असोज हो त्यो। ओके असोज कति गते? असोज 7 गते रहेछ। फेरि पर्चेस गरेको छ। किनेको जति राख्ने, किनेको र एभाइलेबल हामीसँग कति हो? किनेको जम्मै राख्ने। हामीसँग स्टक कति कति आउँछ जम्मा टोटल त्यो निकाल्न लागि कति युनिट? असोज 7 मा किनेको 400 युनिट हो। 400 युनिट किनेको, एउटाको रेटको कति हो? 65 को रेटले। 65 को रेटले कति आउँछ त?
भनेपछि 26,000 होइन। त्यसै गरी लास्टमा एउटा फेरि छ कहिलेको चैत्र 3 को के अरे चैत्र 3 मा फेरि किनेको छ। लास्टमा एउटा किनेको छ पर्चेस्ड। कतिको पर्चेस गरेको 200 युनिट पर्चेस गरेर छ। एउटाको कति 70 भनेपछि 7 2 जा 14,000 को छ। अब यहीँबाट थाहा भइसक्यो हेर्नु त। भनेपछि कस्ट अफ गुड्स सोल्ड एभाइलेबल कति आयो? कस्ट अफ गुड्स एभाइलेबल यहाँ कति 3000 युनिट भनेर थाहा भयो होइन। अनि कति हजारको आउँछ त जम्मा भनेपछि 50 50 80 83 83 ओके 25 25 50 70 71 भनेपछि 1,71,000 हो। 1,71,000 आयो। 1,71,000 आयो हो। कति आयो? 1,71,000 आयो। अब मलाई यहाँ भन्नु यत्तिका 1,71,000 है यो लेखेको मैले। म यहाँ तल लेख्छु 1,71,000 को आयो। मलाई अब यहाँ भन्नु त 1,71,000 आयो। यति बराबरको आयो हामीसँग कस्ट अफ एभाइलेबल। अब मलाई भन्नु त यहाँ कस्ट अफ गुड्स एभाइलेबल भन्यो भने कति लेख्ने होइन। अनि एभाइलेबल गुड्स भन्यो भने कति लेख्ने त्यो भन्नु। कस्ट अफ यहाँ भर्खरै निकालेको कस्ट अफ गुड्स एभाइलेबल कति आयो त 1,71,000 भन्ने कस्ट भन्यो भने अमाउन्टलाई लिने कस्ट भन्यो भने। तर कस्ट नभनिकन युनिट मात्रै सोधेको छ भने चाहिँ के भन्नु पर्यो 3,000 युनिट्स। हामीसँग अब 3,000 युनिट जम्मा जम्मै सामान छ हाम्रो स्टोरमा बेच्न सक्ने। कति रुपियाँ मूल्य बराबरको कस्ट भन्छ त्यसलाई 1,71,000 को। यो नबुझ्ने कोही छ त? एभाइलेबल निकाल्न यस्तै हो। एभाइलेबल निकाल्न कोही छ कन्फ्युज? मेरो अकाउन्टको मल्टी स्टेप इन्कम स्टेटमेन्ट गरेको मलाई वाट्सएपमा ओके छैन है। ओके एडभान्सको ल। अब विशेष भाइ के ल अब यहाँसम्म कन्फ्युज छ भने अब अगाडि जाउँ। त्यसो भए अब हामीले कुन मेथडमा बेच्ने भनेको छ? अब कुन मेथडमा बेचौँ त? अब मेथड हेर्ने अब बेच्ने बेलामा एउटा सिम्पल एभरेज मेथडबाट बेचौँ है त। अब बेच्नु पर्यो। हाम्रो के आयो त कस्ट अफ एभाइलेबल आयो। यो एभाइलेबल आयो। कस्ट अफ इन्भेन्ट्री निकाल्न लागि यो के आयो त? यहाँ माथि फर्मुला लेखेको थियो के अरे खै कहाँ गयो? उयो आयो कस्ट अफ एभाइलेबल आएन यो आयो। अब के चाहिएको छ? कस्ट अफ गुड्स सोल्ड चाहिएको छ। त्यसको लागि कस्ट अफ गुड्स सोल्ड बेच्नका लागि के को रेटले बेच्नु भनेको छ? सिम्पल एभरेज रेटबाट बेच्नु भनेको छ। त्यसैले अब यहाँ तपाईँको काम के हुन्छ? रेट निकाल्ने बेच्ने रेट सिम्पल एभरेज रेट निकाल्नु पर्यो। पर युनिट बेच्न कसरी निकाल्ने हेरे। त्यसैले यहाँ लेख्नु है त क्यालकुलेसन्स अफ सिम्पल एभरेज रेट पर युनिट। एउटा युनिटको कति रुपियाँ पर्छ सिम्पल एभरेज रेटमा भनेर निकाल्नु पर्यो। त्यसको लागि के गर्ने त भन्यो भने हेर्नुहोस् है त के गर्ने। म यहाँ पहिला हिसाब गर्छु अनि यसको फर्मुला तपाईँ आफैले बनाउनु। सिम्पल एभरेज रेटको रेट निकाल्ने एउटा युनिट कति रुपियाँमा बेच्ने कुन रेटले बेच्ने सिम्पल एभरेज रेटले बेच्ने। त्यसो भए एउटा युनिटको कति रुपियाँ निकाल्ने त्यो फाइन्ड आउट गर्नु पर्यो। त्यसको लागि के गर्ने सबै यो युनिटलाई जोड्ने पहिला रेटलाई जोड्ने सबै रेटलाई जोड्ने हो। सबै रेटलाई जोड्ने भने कति कति छ एउटा 50 प्लस 60 55 प्लस अनि 60 प्लस 65 हैन प्लस अर्को के छ 70 अनि होल डिभाइड बाइ कतिवटा रेट जोड्यो त जम्मै रेट जोड्नु। कतिवटा रेट जोड्यो एउटा दुईटा तीनटा चारवटा पाँचवटा रेट जोड्यो। 5वटा रेट जोड्यो हैन। अब 5वटा रेट जोड्दाखेरि
अब कति रेट आउँछ त भन्नु त यो जोड्नु त 50 प्लस 55 प्लस 60 प्लस 65 प्लस 70 डिभाइड बाई 5 गरेर रेट निकाल्ने नयाँ रेट निकाल्ने हो यो रेटले बेच्ने हो अब तपाईँले बेचेको रेट इन्टु सेल्स युनिटसँग इन्टु गर्ने हो अब यहाँ होइन सेल्स युनिटको सँग इन्टु गर्ने हो अब कति युनिट बेचेको त थाहा भइसकेको छ नि होइन ल भन्नु त कति रेट आउँछ 50 प्लस 55 प्लस 60 प्लस 65 प्लस 70 डिभाइड बाई 5 गर्दा कति आउँछ भन्नु त क्यालकुलेट थिचै गर्नु त खोइ कति आयो 60 आयो भनेपछि ल हेर्नु त कति आयो 60 रुपिज आयो अब तपाईँले बेच्न मलाई अब भन्नु त कस्ट अफ गुड्स सोल्ड कति आउँछ ल भन्नु अब कस्ट अफ गुड्स कसरी कुन रेटले बेच्ने 60 रुपियाँको रेटले बेच्ने कुन रेटले बेच्ने 60 रुपियाँको रेटले बेच्ने त्यसो भए हामीले जम्मा कति युनिट बेचेको छ भन त जम्मा युनिट कति बेचेको कसरी निकाल्ने अब कस्ट अफ गुड्स सोल्ड कसरी निकाल्ने यो अघि फर्मुला भन्नुभएको थियो सेल्स युनिट इन्टु सिम्पल एभरेज रेटले इन्टु गर्नु पर्यो है त म यसलाई पहिले तल लेख्छु कस्ट अफ गुड्स सोल्ड निकाल्ने फर्मुला के हो त के गर्नु पर्यो सेल्स युनिट लाई अघि त्यो बेचेको रेटले कुन रेटले सिम्पल एभरेज रेटले भनेको छ त्यसैले सिम्पल एभरेज रेट पर युनिट भने यो सिम्पल एभरेज रेट पर युनिट ले इन्टु गर्ने ल भन्नु त कति युनिट बेचेको भन्नु त अब 3000 युनिट जम्मा जमी थियो अब क्वेसन देखाउँछु फेरि है त ल हामीसँग जम्मा जमी युनिट कति थियो एभाइलेबल 3000 मध्ये हामी कति बाँकी छ 1200 युनिट बाँकी छ कति बेचेर छ 1200 युनिट 3000 हामीसँग थियो जम्मा जमी 12000 युनिट बेचेर 12000 युनिट बाँकी छ भनेको छ यी जम्मा 3000 युनिट त्यसमध्ये अब हामीसँग बाँकी कति छ बेचेर 1200 युनिट बाँकी छ त्यसो बेचेको कति बेचेको 1800 युनिट अघि नै बुझाइसकेको छ यो निकाल्नलाई अब भनेपछि तपाईँले के गर्नु पर्यो 1800 इन्टु कति गर्नु पर्यो सिम्पल एभरेज रेट पर युनिट कति निकालेको 60 निकालेको त्यसरी डिभाइड बाई 60 गर्ने कति आउँछ बुझ्नुभयो यो गरेको बुझ्नुभयो सिम्पल एभरेज रेटको आधारमा हो 1800 इन्टु 60 गर्दाखेरि 1,08,000 आयो भनेपछि तपाईँले बुझ्नु पर्यो 1,08,000 भनेपछि 1,08,000 चाहिँ के आयो कस्ट अफ गुड्स सोल्ड आयो कस्ट अफ गुड्स सोल्ड के को आधारमा सिम्पल एभरेज रेटको आधारमा अब यहीसँग तपाईँले म कम्पेयर गरेर वेटेड पनि भन्छु मात्रै कसरी निकाल्ने भोलि सिकाउँला बरु अब फेरि यहाँ के फरक मात्रै वेटेडमा के फरक मात्रै हुन्छ भने नि तपाईँले फेरि वेटेड एभरेज रेटमा त नयाँ एउटा रेट निकाल्नु पर्ने हुन्छ वेटेड एभरेज रेट पर युनिट निकाल्नु पर्ने हुन्छ मेथड त्यति मात्रै फरक हो अरू प्रक्रिया सबै सेम हो यी सेल्स युनिट हो इन्टु गर्दाखेरि यो रेट पाइएन क्या अब 60 ले गर्न पाइएन अब तपाईँले नयाँ फेरि रेट निकाल्नु पर्यो के हो वेटेड एभरेज रेट पर युनिट निकाल्नु पर्ने हुन्छ है त्यो कसरी निकाल्ने भन्ने कुरा त्यो कसरी निकाल्ने होला त्यो पनि भनिदिउँ त कसरी निकाल्ने भने यो वेटेड एभरेज रेटबाट चाहिँ वेटेड एभरेज रेटको रेट निकाल्ने तरिका चाहिँ म यहाँ लेखिदिन्छु है त अनि फर्मुला तपाईँ आफैले बनाउनु यसको लागि चाहिँ के गर्नु पर्यो भने जम्मा कति कस्टको बाँकी एभाइलेबल छ हैन र त्यो एभाइलेबल अमाउन्टमा जम्मा कति युनिट हो त त्यसैले तपाईँले यहाँ के गर्नु पर्यो जम्मा रुपिसलाई युनिटले डिभाइड गरेर एउटा रेट निकाल्ने त्यसैले अब त वेटेड एभरेज रेट निकाल्ने फर्मुला के हो त जम्मा चाहिँ हामीसँग 1,71,000 को थियो जम्मा रुपिसको डिभाइड बाई जम्मा कति युनिटको यो 1,71,000 भने चाहिँ 3000 युनिटको अब रेट कति आउँछ यो यी वेटेड एभरेज रेटमा नयाँ रेट आउँछ यहाँ निकाल्नु त 1,71,000 डिभाइड बाई 3,000 गर्दा कति आउँछ अब मैले एकचोटि बुझाउनु खोजेँ अब कतिको बुझ्छ मलाई थाहा भएन है रेट दुईटै रेट निकाल्नु खोजेको थिएँ दुईटै रेट बुझाइराख्नु खोजिरहेको छु मैले कति आउँछ 57 आउँछ अरे ल 57 आउँछ अरे 57 आउँछ अरे हो अब तपाईँले के गर्ने हो अब सिओजिएस वेटेड एभरेजमा सिओजिएस कसरी निकाल्ने त भन्नु त
यही वेटेड एभरेज रेटमा कस्ट अफ गुड्स सोल्ड कसरी निकाल्ने कस्ट अफ गुड्स सोल्ड कसरी निकाल्ने त कुन मेथडमा वेटेड एभरेज रेटमा वेटेड एभरेज रेटमा के गर्नु पर्यो फेरि सेल्स युनिट इन्टु वेटेड एभरेज रेट पर युनिट हैन के गर्नु पर्यो 1800 युनिट बेचेको हो जम्मा कतिको रेट आयो 57 अब इन्टु गर्ने कति आउँछ यसको चाहिँ कति आउँछ खै त भन्नु त 1,26,000 यो हो यदि आउँछ तपाईँ के फरक पाउनुभयो भन्दा वेटेड र सिम्पल एभरेज रेटमा के फरक पाउनुभयो सिम्पल एभरेज रेटमा चाहिँ अघि त्यो 60 रेट निकाल्नुभयो कसरी जम्मै रेटलाई जति जोड्ने अनि जतिवटा रेट जोडेको छ त्यसले डिभाइड गरेर सिम्पल एभरेज रेट पत्ता लगाउने त्यसैले इन्टु गरिदिने सिम्पल एभरेज रेटमा वेटेड एभरेज रेटमा के गर्यो त के गर्ने रहेछ जम्मा तपाईँसँग एभाइलेबल कस्ट कति हो त्यो कस्ट भने कति युनिटको डिभाइड गर्ने अनि रेट निकाल्ने अनि त्यो रेटलाई फेरि इन्टु गर्ने बुझ्नुभयो सिम्पल एभरेज रेट र वेटेड एभरेज रेटमा के फरक पाउनुभयो भन्नु त के फरक पाइयो हो एभरेज रे पर युनिट मात्रै फरक हुन्छ सिम्पल एभरेज र वेटेड एभरेजमा यही यसलाई गाह्रो मान्छ यो क्वेसनलाई तर सिम्पल छ नि त हेर्नु त तपाईँ पहिला के निकाल्नु पर्ने छ जम्मा जहिले पनि एभाइलेबल निकाल्नुपर्छ यसरी एभाइलेबल निकाल्ने हेर्नुहोस् है म एकचोटि रिपिट गरिदिन्छु एभाइलेबल निकालिसकेपछि यदि तपाईँले त्यहाँ सिम्पल एभरेज रेटबाट सोधेको छ यो पेरिडिक सिम्पल एभरेजबाट सोधेको छ भने तपाईँले सिम्पल एभरेज रेट पर युनिट निकाल्नु पर्यो हो पर युनिट फरक हुन्छ एकदमै ठिक भन्यो अब अरू सबै सेम हो क्या त सिम्पल एभरेज रेटको रेट निकाल्नु पर्यो रेट निकाल्दा के गर्नु पर्छ सिम्पल एभरेज रेट निकाल्दाखेरि जम्मै रेट जोड्ने सिम्पल एभरेज भन्ने बित्तिकै तपाईँले रेटहरू जम्मै जोड्ने अनि कतिवटा रेट प्लस गरिदिएको त्यतिलाई डिभाइडमा गर्ने अनि एउटा नयाँ रेट निस्किन्छ त्यो रेटले त्यही युनिटलाई इन्टु गर्ने आइहाल्छ वेटेड एभरेजमा के गर्यो त भन्यो भने त्यही एभाइलेबल हेर्नु जम्मा कति युनिट बेचेको र कति हजार बराबरको बेचेको हामीसँग एभाइलेबल छ त्यसले त्यो रुपिस डिभाइड बाई युनिट कस्ट अफ गुड सोल्ड एभाइलेबल डिभाइड बाई एभाइलेबल युनिट भन्छ क्या यसको फर्मुला चाहिँ अब म यहाँ फर्मुला लेखिदिन्छु है त लास्टमा अब चाहिँ म फर्मुला लेखिदिन्छु अब तपाईँले भन्नु पर्यो सिम्पल एभरेज रेट पर युनिट कसरी निकाल्ने रहेछ अब भन्नु त अब त भन्न सकिन्छ होला नि ल है फर्मुला आयो फर्मुला अब यो चाहिँ याद गर्नु सिम्पल एभरेज रेट पर युनिट कसरी निकाल्ने रहेछ यसको रेट कसरी निकाल्यो भन्यो भने तपाईँले सम अफ रेटको सबै सम गर्ने अन डिभाइड बाई कतिवटा रेट जोडेको त्यसलाई हामी के भन्छौँ नम्बर अफ रेट गर्ने आएन यसरी आउँछ बुझ्नुभयो सर मिल्यो सिम्पल एभरेज मेथड वेटेड एभरेज मेथड बुझ्यो सर थ्याङ्क यू रे ल हेर अहिले थ्याङ्क यू दिइसकेको छ यार साथीहरूले यत्तिरिका अहिले नै थ्याङ्क यू नदिनु न यहाँ भर्खर त फर्मुला लेखाइदिएको छु यार भर्खर कस्ट अफ इन्डिङ इन्भेन्ट्री पनि गरिदिने हेत्तिरिका कस्ट अफ इन्डिङ इन्भेन्ट्री यहाँ आउँदैन हेर्नु त तपाईँसँग एभाइलेबल कति छ जम्मा 1,71,000 छ अनि कतिको बेच्यो कतिको बेच्यो 1,08,000 को बेच्यो अब कति बाँकी रह्यो निकाल्नु न अब माइनस गरेर अब मैले भन्नुपर्छ र ओ मिथिलेश महतो भाइ एभाइलेबल अघि नै यहाँ माथि आयो एभाइलेबल जम्मा यतिको कस्ट छ हामीसँग एभाइलेबल अनि कतिको बेच्यो यतिको बेच्यो सिम्पल एभरेज रेटमा वेटेड एभरेज रेटमा यति बेच्यो अनि माइनस गर्नु न आएन बुझे भने सर पर्दैन सर आउँछ रे अब पाउनु भर्खर यहाँ रेट अब यो सिम्पल एभरेज रेटको यो फर्मुला भयो अब वेटेड एभरेज रेटको फर्म याद गर्नु वेटेड एभरेज रेट कसरी गरे त वेटेड WEIGSTED वेटेड
एभरेज रेट पर युनिट कसरी निकाल्ने रहेछ त्यो भन्यो भने कसरी निकाल्यो यसको फर्मुला कसरी हुने भयो भन्यो नि कस्ट अफ हैन गुड्स एभाइलेबल जम्मा तपाईको गुड्स चाहिँ कतिको एभाइलेबल छ हैन कति कस्ट बराबरको रुपीस कति छ होल डिभाइड बाइ एभाइलेबल युनिट एभाइलेबल के गरे हो युनिट ये गरे हैन रेट यसरी निकाल्ने सागरे बाबु ओके कस्ट अफ युनिट माइनस हो कस्ट अफ एभाइलेबल गर्ने सेल्स युनिट अनि गरिदिनु न साथी भनेको छ सेल्स युनिट हैन है बाबु ओ बाबुजी सेल्स युनिट होइन रे रोहित भाइ सेल्स युनिट हैन कस्ट अफ गुड्स सोल्ड गर्नु पर्यो अब माइनस त फेरि अघि त युनिटको मात्रै हिसाब गर्ने मात्रै हो सेल्स युनिट माइनस गर्ने त है रोहित भाइले यहाँ एउटा भाइले दिएको छ आन्सर लेखिराख्नु भएको छ एकदमै ठिक भन्नुभएको छ तर त्यो सेल्स युनिट चाहिँ होइन सेल्स युनिट चाहिँ होइन के गर्नु पर्यो ल अब यहाँ भनिहाल्नु भयो अब लास्टमा फेरि सबैको फर्मुला लेखेँ पक्नु अब पक्नु है अब सरले त फर्मुला नलेखि ड्याङ्का ड्याङ गर्छ भन्नु ल अब चाहिँ गर्नु अब चाहिँ रियल फर्मुला है कस्ट अफ इन्डिङ इन्भेन्ट्री कस्ट अफ इन्डिङ इन्भेन्ट्री निकाल्नु पर्यो फर्मुला के रहेछ cost of goods available cost of goods available minus cost of goods sold गर्नु न यो गर्नु भइहाल्यो यही त हो फर्मुला कस्ट अफ इन्भेन्ट्रीको हामीसँग एभाइलेबल कति हो 1,71,000 थियो हैन 1,71,000 थियो अब तपाईले सिम्पल एभरेज मेथडमा सोधेको छ भने यो सिम्पल एभरेजको कति गरे सिम्पल एभरेज रेटबाट हामीले कति निकालेको 1,08,000 निकालेको त्यसै 1,08,000 माइनस गर्नु सिम्पल एभरेज रेटमा यो आइहाल्यो अर्को वेटेड एभरेजमा कति आउँछ त वेटेड एभरेजमा कसरी निकाल्छ नि त एभाइलेबल भनेको 1,71,000 हैन माइनस वेटेड एभरेज रेटबाट सीओजीएस कति निकालेको वेटेड एभरेज रेटबाट सीओजीएस कति निकालेको 1,02,600 हैन त 1,02,600 गर्नु आन्सर आएको अब क्लियर भयो कि भएन ओ साथी अब चाहिँ भन्नु सर सेल्स युनिट कसरी निकाल्ने हे भगवान अघि नै त्यत्रो भनेको तपाईसँग जम्मा जम्मी युनिट कति छ अनि एन्डिङ कति छ सेल्स युनिट आइहाल्छ त यहाँ हेर्नु माथि ल अझै बुझेको छैन भने यता माथि हेर्नु यहीँबाट यहाँ हेर्नु तपाईसँग जम्मा जम्मी एभाइलेबल कति 3,000 युनिट अनि कति बेचेको भने निकाल्नु छ त्यसो कति बेच्यो भने निकाल्न लागि तपाईसँग एन्डिङ कति छ बाँकी कति छ बेचेर कति बाँकी छ हुनु पर्यो कसरी निकाल्ने भन्ने विवेक भाइ हामीसँग जम्मा सेल्स युनिट कति छ बेच्नलाई युनिट कति छ 3,000 युनिट छ अनि बेचेर कति बाँकी छ भनेको छ यहाँ एन्डिङ 1,200 युनिट बाँकी छ अनि योबाट यो माइनस गर्ने हैन सेल्स युनिट आएको नि पर्टफेसियलमा तपाईले सुन्नुस् है रेगुलरमा सोधेको छैन तपाईले यहाँ एकजना को भाइले भन्नुभएको छ सर पर्टफेसियलले देखाइरहेछ भन्नुभएको छ त्यो ओल्ड इज गोल्डमा तपाईले त्यो रेगुलर क्वेसन सोधेकै छैन रेगुलर भने तपाईले त्यो रि एक्जामको जीआईई को सोधेको होला रि एक्जाम वाला एक्जामटेड वाला हो पर्टफेसियलको देखाएको छ भनेर ओ जनक परियार भाइ बुझ्नुहुन्छ नि त्यो जीआईई रेगुलर क्वेसन होइन होला तपाईले हेर्नु भएको रेगुलरमा हेर्नु न रेगुलरको ल अब आज मैले के बुझाएँ थाहा छ भर्खर मैले फर्मुला लेखेरै सिकाइदिएँ फर्मुला लेखन सिकाइदिएँ मैले के फर्मुला लेखन सिकाइदिएँ त ए वेटेड एभरेज रेटबाट सीओजीएस कसरी निकाल्ने रहेछ हैन त अनि सिम्पल एभरेज रेटबाट रेट कसरी निकाल्ने रहेछ भन्ने कुरा टाइम भयो अब एकदमै टाइम भयो अब हामी बिदामा आउँछौँ अब भोलि चाहिँ यसलाई अब सिस्टमेटिक तरिकाले तपाईलाई सिकाउँछु दुईटै मेथडबाट दुईटै मेथड आयो होला नि अब
के छ सिम्पल एभरेज र वेटेड एभरेज क्लियर भयो कि भएन? अब त्यति मात्रै भन्नु, प्रोसेस चाहिँ थाहा पाउनु पर्यो। प्रोसेस हिसाब सिकाउने बाँकी छ हो बाबु। मैले त आज फर्मुला लेखाउनलाई मात्रै यो भनेको। क्लियर भयो रे सागर गदा। मैले आज फर्मुला मात्रै लेखाएको है, यो फर्मुला यी। यस सर क्लियर छ भन्ने छ। ल अब सिम्पल एभरेज पनि क्लियर, वेटेड एभरेज पनि क्लियर हुनुपर्छ अन्त। ल थ्याङ्क यू सो मच। अब हामी बिदामा आउनुपर्छ होइन? ओके बिदामा आउनुपर्छ। आज किन फेरि थोरै विद्यार्थी? हो लिफो फिफोबाट झन् सजिलो छ, गाह्रो छैन है। लिफो फिफोबाट पनि गाह्रो छैन पख्नु। त्यो भोलि एक दिनमै सघाइदिन्छु। त्यो पनि लिफो फिफो पनि भोलि एक दिनमै सघाइदिन्छु। एकैचोटि कम्पेयर गरेर पढाइदिएछ तपाईँले नबुझेर सुख र भने। यसरी तुलना गरिदिनु भयो भने कम्पेयर गरिदिएपछि तपाईँले के अब एउटा बुझेपछि अर्को पनि ट्याक्क आइहाल्यो नि। इजी छ सर लिफो फिफो त? ओके इजी छ अरे लिफो फिफो हेर्नु त। त्यही बाटो हो सर भनेछ। गुड नाइट। ओके यार बल हर्क सर। ए बाबा मेरो बल हर्क मेरो नाम हो र भने हेत्तेरिका। सर बिना टेबलको कस्ट अफ गुड्स एभाइलेबल कसरी निकाल्ने? बिना टेबलको यसो गर्ने पख्नु। यहाँ सोधिहाल्नु भयो फेरि मलाई आन्सर दिनु मन लाग्यो। बिना टेबलको यसो गर्नु न। बिना टेबल कसरी निकाल्नु भने नि हेर्नु है त। टेबलमा यहीँ देखाइदिन्छु। यसरी गर्नु। बिना टेबल के हेर्नुहोस् त। बिना टेबल के गर्ने भने तपाईँले जम्मा कति युनिट किनेको? 1000 युनिट किनेको। कतिको रेटले? 50 रुपियाँको रेटले प्लस गर्दै जानु। अर्को कति किनेको थिएँ अरे? 600 युनिट। कतिको रेटले किनेको? 55 को रेटले किनेको प्लस गर्दै जानु। अनि कति? 800 युनिट किनेको। कतिको रेटले? 60 को रेटले गर्नु न। यसरी गर्नु अनि लास्टमा इन्टु गरेर राख्नु त। एभाइलेबल आइहाल्छ नि। 1,71,000 आउँछ। लु फर्मुला अब त्यो के हुन्छ? टेबलबाट होइन कि छुट्टैबाट गर्ने भने? कसले सोधेको थियो? को भने? पेरिडिकको कसरी लिफोमा एक्जाममा आउँछ कि? पेरिडिक नै सोधेको अहिलेसम्म। कता छ? ओके अब बिदा पाऊँ। अब चाहिँ साँच्चै बिदा पाऊँ। म पनि बिदामै आउनुपर्छ। अब चाहिँ बिदै हुनुपर्छ भन्दै क्लासबाट बिदा हुनुपर्छ। अब सोधेपछि फेरि आन्सर दिनु मन लाग्छ यार, अनि झ्याउ लाग्छ। क्वेसन सोध्न छोड्नु है अब चाहिँ। क्वेसन नसोध्नु। ल थ्याङ्क यू सो मच।